हावा एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, रमै हुनुहुन्छ होला र सबैजनालाई ह्याप्पी दसैँ। देश तथा विदेशमा छरेर रहनुभएका दाजुभाइ तथा दिदीबहिनी, आमा बुबा सबैजनालाई ह्याप्पी दसैँ अनि राम्रोसँग मनाउनु होला। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, खुसी रहनुहोला। अनि आज चाहिँ हामी बिहानै उठेर दसैँको लागि तयारी गर्दैछौँ अनि सबैजना आफ्नो आफ्नो काममा छौँ। हुनुहुन्छ हाम्रो आमाले चाहिँ रोटी पोल्दै हुनुहुन्छ। यति धेरै रोटी पोलिसक्नुभयो। कालो भएछ त्यो त कोइला भएछ आमा। यो छिटो पल्टाइहाल्नुपर्छ। अनि यहाँ रक्सी बनाउँदैछौँ, रक्सी पनि पार्दैछौँ। हामीले चाहिँ रक्सी पनि पार्दैछौँ दसैँको लागि। यहाँ रक्सी पनि बसाइराखेको छौँ, रक्सी पनि पाक्दैछ। रेडी भइसक्यौँ, अब टिका लगाउनु बाँकी छ। सबै खानाहरू बनाएर रेडी भइसकेको। रेडी भइसक्यो। दुईजनाको मस्ती रेडी बनिसक्यो यहाँनिर। तर बाहिर चाहिँ यस्तो हुस्से लागेर यस्तो भइरहेको छ। दसैँमा असार जस्तै हुस्से लागिरहेको छ। फाइनली साथीहरू, हामी चाहिँ टिका लगाउनु गएर फर्किँदैछौँ। माथि गाउँतिर काकाहरूकोतिर गएर फर्किँदैछौँ। अनि यहाँ बाटोमा हाम्रो पप्पी पनि लिनु आइपुगेको छ। हाम्रो जमरा यति धेरै भयो, आशीर्वादहरू।